हेलो के छ गाइज सब ठिकठाक होला र आज चाहिँ हामी आएको छौँ हाम्रै गाउँको चम्पावती मेला घुम्नलाई र आन्टी चाहिँ बिस्तारै हिँड्दै हुनुहुन्छ, त्यही भएर छिटो हिँड्नु भन्दै मैले पछाडिबाट धकेल्छु, त्यही पनि ढिलै हिँड्नुहुन्छ। र तपाईँले देख्न सक्नुहुन्छ यहाँ जेरीको परिकारहरू जुन चाहिँ निकै मजाले सजाएर राखिएको छ र मेलाको विशेषता भनेकै गाइज यो सब जेरीहरू हो र मिठाईको परिकारहरू हो। र यहाँ दाइले चाहिँ पुरा जेरी पकाइराख्नु भएको छ तातो र बेची पनि राख्नु भएको छ दाइले। यता हल्का हावा आएर फिरफिरे पनि घुमिरहेको छ, यता चुराहरू बेचिराख्नु भएको छ दिदीले। र यो चाहिँ हाम्रो चम्पावती देवीको थान हो। यहाँ चाहिँ बलि दिन्छ र परेवाको पनि बलि दिन्छ, बोकाको पनि बलि दिन्छ। अङ्कलले चाहिँ आन्टीलाई किनिदिँदै हुनुहुन्छ झुम्का, आज नयाँ झुम्का आन्टीले लाउनै हुनुभयो र मेलाको उपहार। र यतातिर छ बच्चाले खेल्ने ठाउँ र यता चिप्लेटी रहेछ, यता कार रहेछ, बच्चाहरू चाहिँ खेलिरहेछन्, चिप्लिरहेका छन्। र हामी चाहिँ जाँदैछौँ अब चटपटे खानलाई, चटपटे र पानीपुरी अब हामी खान्छौँ। र यतातिर सुरु भइसक्यो चटपटे खानालाई र बहिनी चाहिँ भर्दैछ पानीपुरीमा पानी र सबैजनाले हामी खान्छौँ। म पनि ट्राई गर्छु 2-4वटा पानीपुरी। आन्टीले सुरु गरिसक्नुभयो, बहिनीले भरेको भरै छ र उसको काम चाहिँ सबलाई दिने हो। उसले चाहिँ लास्टमा खाना बिर्सिन्छ कि क्या हो, हेरौँ त भिडियो लास्टसम्म। अङ्कलले पनि खाँदै हुनुहुन्छ र अङ्कललाई चाहिँ एउटा खाने बित्तिकै पिरो भयो अरे, अब लिएर आउँछु माउन्टेन ड्यू भनेर जानु भइसक्यो। हेरौँ के लिएर आउनु हुँदो रहेछ, एकछिनमा थाहा भइहाल्छ गाइज। र बहिनी त्यही पनि भरिरहेको छ। अब म ट्राई गर्छु पानीपुरी, म पनि खाँदैछु। एकदम पिरो रहेछ, अमिलो रहेछ, चट्ट। आन्टीले चाहिँ ढिलो खाएर मैले छिटो खानु भन्दैछु, अङ्कलले लिएर आउनुभयो ड्यू खाना थाल्नुभयो आफै। र मैले यसो हेरेको माउन्टेन ड्यू होइन, डुप्लिकेट ड्यू लिएर आउनु भएछ, म्याचो ड्यू। र चिसो पनि रहन्छ, यो चाहिँ फ्रिजमा नराखेर। फेरि आयो चटपटे, अब पालो चटपटेको झालमुरी। यता बहिनी पनि फेरि किन्न थाली, खेलौना म किन्छु पिरपिरे किन्छु भन्दै रुन थाली र किनिसकी उसले एउटा पिरपिरे। र हामी घुमिरहेको छौँ, यतातिर पनि गइरहेको छौँ। र बच्चाहरू तपाईँ देख्न सक्नुहुन्छ। अब खाने हामी पान, आन्टीले पनि खानुभयो, फेरि खायौँ जेरी, खाएको खाइ आज पेट धेरै उयो भयो। यसो हेरेको यतातिर ट्याटु हानिराख्नु भएको छ दिदीहरूले मेसिनले खिरखिर पारेर। र यहाँ चाहिँ राम्रो भइरहेछ, एउटा खेल्नु पर्यो गेम र मैले चाहिँ जितेँ एउटा ट्याङ। र गेम पनि त्यत्तिकै हावा खालको गेम रहेछ। रोशनले अब हान्दैछन् यो लकी 7 र उसले जितिसके 200-300 र उसको चाहिँ गेम पुरा दिइरहेछन्। उसले जहाँ हानो ती लाइरहेछन्, पैसा जितिरहेका छन्। अब चाहिँ यहाँ आन्टीहरू खाँदै हुन्छ यो कुल्फी र बहिनी त खोल्न पनि सकेको छैन, यसले कहिले खाइसक्छ। यसको पढ्न पनि ढिलो पर्छ, यो खोल्न पनि एउटा सक्दिनँ, यो के गर्छ। यतातिर देख्नुहुन्छ धेरै राम्रो सामानहरू। र हाम्रो गाउँको मेला चाहिँ प्रत्येक सालको वैशाख 10 गते लाग्ने गर्दछ। र अर्को वर्ष तपाईँहरू पनि यो मेला आउनुहोला, निकै रमाइलो हुन्छ यहाँको मेला। यो चाहिँ